तपाईसँग मसँग जस्तै अहिले अमेरिकन $100 भएको भए के गर्नुहुन्थ्यो? हजुरहरूले चाहिँ संसारकै सबैभन्दा स्ट्रङ देख्नु भछ कि छैन? छैन भने ल हेर्नुस्, यो चाहिँ म देखाउँदैछु हजुरहरूलाई। यो चाहिँ अमेरिकाको $100 हो। यसको भ्यालु चाहिँ नेपालमा आजको टाइम अनुसार चाहिँ 15,000 भन्दा चाहिँ बढी छ। तपाईँहरूले देखिराख्नु भएको यो $100 चाहिँ सामान्य कागजले बनेको हुँदैन। यो चाहिँ 75% चाहिँ कटनले र 25% चाहिँ लेनिनले चाहिँ बनेको हुन्छ। तपाईँले यो नोटको बिचमा देखिराख्नु भएको यो निलो लाइन छ, यो निलो लाइनलाई चाहिँ 3D रिबन, सेक्युरिटी रिबन भनिन्छ र यसलाई तपाईँले फोकस गरेर हेर्नुभयो भने यहाँ 100 यानि कि 100 लेखेको पनि देखिन्छ। र अर्को सबैभन्दा इन्ट्रेस्टिङ कुरा भनेको तपाईँले यो नोटलाई च्यात्नु अगाडि अथवा यो नोट फाटिनु अगाडि चाहिँ तपाईँले चाहिँ यसलाई चाहिँ 4000 पटकसम्म डिफ्रेन्ट तरिकाले चाहिँ फोल्ड गर्न सक्नुहुन्छ।